हेलो साथीहरू, तपाईहरु सबैजनालाई नमस्ते है। अन्त तपाईहरु कस्तो हुनुहुन्छ? उम्मेद गर्छु तपाईहरु सबैजना ठिकै हुनुहुन्छ, आरामै हुनुहुन्छ। म पनि ठिकै छु, आरामै छु। तपाईहरुलाई मैले अस्ति नै भिडियोमा देखाएको थिएँ नि है, मैले काँक्रा रोपेको छु, रोपे पछि फलेपछि पनि देखाउँछु नि है भनेर। अनि यस्तो उम्रेछ मेरो चाहिँ काँक्रै 3टा पट। मैले चाहिँ त्यतिखेर चाहिँ घरकै पेडीमै राखेको थिएँ। कुखुराले एकदमै ज्यादी खाइदिएर चाहिँ हेर्नु नि, यहाँनिर त उम्रेको पनि छैन, आधी मात्रै उम्रेछ हो। यो पटको चाहिँ मजाले उम्रेछ। अनि खाइदिएर चाहिँ यहाँनिर चाहिँ मैले यसरी सिटा लगाएर सिटाले बारेर चाहिँ यहाँनिर राखेको थिएँ है। अनि यहाँनिर राखेको थिएँ र चाहिँ यहाँ चाहिँ कुखुराले अब यस्तो बारेको छु नि त। अनि त्यही भएर चाहिँ यहाँ चाहिँ कुखुराले खाएन रहेछ। अनि मेरो चाहिँ काँक्राको बोट 3 पट यसरी उम्रेछ। अनि अब यसलाई चाहिँ बादमा चाहिँ अर्कै ठाउँ बनाएर सार्नुपर्ने हुन्छ, त्यो पनि म हजुरहरूलाई देखाउँछु म कसरी सार्छु रोप्छु भनेर है। अनि यो ठुलोबडे पटमा चाहिँ मैले फर्सीको बिजन रोपेको थिएँ, फर्सीको बिजन हालेको छु। यो चाहिँ ढिलो हालेको नि त, अनि उम्रेकै छैन। यो पनि उम्रेपछि म हजुरहरूलाई देखाउँछु नि है त गाइज। अनि यहाँनिर चाहिँ मैले लस्कार है, यहाँनिर चाहिँ मैले लस्कार है उयो रोपेको छु, के अरे यो बी रोपेको छु। यहाँनिर चाहिँ मैले 20 झ्याङ चाहिँ यसरी लस्कारे लगाएर बी रोपेको छु। अनि यो साइड साइडमा सिटा चाहिँ किन लगाएको भन्नुहुन्छ भने चाहिँ कुखुराले खोस्रिदिन्छ नि त, अनि त्यही भएर चाहिँ लगाएको। मेरो बी चाहिँ यो जागिसकेको छ। अस्ति 1 हप्ता जति भयो मैले रोपेको, बेलुका बेलुका रोपेको थिएर चाहिँ। अन्त मेरो फोन चाहिँ नानीले ऱ्याम्स हेरिरहेको थियो नि त, त्यही भएर भिडियो बनाउनु पाइनँ। अनि यहाँ चाहिँ मैले बी लगाएको छु, बेलुकाखेरि लगाएको। अनि मजाले जागेको छ सबै हो। अनि यो पनि अब फल्छ होला होइन, फल्छ होला, रोपेपछि त फल्नु पर्ने, फलेपछि देखाउँछु हजुरहरूलाई कस्तो फल्यो कति फल्यो भनेर है त। अन्त मैले चाहिँ यहाँनिर अस्ति त्यो काँक्रा सँगसँगै घिउ सिबी रोपेको थिएँ नि। अनि त्यो घिउ सिबी पनि यसरी उम्रेछ क्या। अनि यस्तो मजाले उम्रिँदै रहेछ है घिउ सिबी पनि। अनि यो ड्याङमा चाहिँ मैले यति ड्याङ चाहिँ घिउ सिबी रोपेको थिएँ। अनि यो घिउ सिबी पनि उम्रेछ, त्यति बेला रोपेको सँगै काँक्रा र घिउ सिबी चाहिँ सँगै रोपेको थिएँ। मैले भिडियो पनि हालेको थिएँ, हजुरहरूले हेर्नुभयो होला है। अनि घिउ सिबी मजाले उम्रेछ, अब फल्छ फल्दैन है, बर्खामा सब्जी खानुको लागि रोपेको, फल्छ त होला नि है। अनि यहाँनिर चाहिँ मैले बिहान हाम्रो रन्जित दाजुकोमा चाहिँ टमाटरको बिजन थियो र चाहिँ 30 झ्याङ जति मागेर चाहिँ यहाँनिर मैले बाख्राको मलसल हालेर माटो बोकेर हालेर यो घरको पिछेपट्टि भित्तामा यस्तो छानापट्टि चाहिँ यो लगाएको थिएँ है, उयो के अरे टमाटर है। अनि यहाँनिर यसरी टमाटर लगाएको छु 30 झ्याङ जति। यस्तो घरको यस्तो छानामा मुनि चाहिँ अब पानीले भेट्दैन, बर्खामा बिग्रिँदैन भनेर लगाएको होइन। अन्त यो चाहिँ पोहोरको टमाटर हो, यसले चाहिँ 6-7 वटा फलिसक्यो, फलेर पनि हामीले खाइसक्यौँ है। अनि यहाँनिर लगाएको छु, अब हेरौँ यो टमाटरहरूले चाहिँ फल्छ फल्दैन, फलेपछि पनि हजुरहरूलाई म सेयर गर्छु नि है। अनि आजको भिडियो चाहिँ यति हो, मैले के रोपेँ भनेर हजुरहरूलाई देखाएको। अरू त हजुरहरूले हेरि नै रहनु भएको छ है। अहिले चाहिँ फिलहाल मैले यति नै रोपेको हो। अनि मकै पनि मैले अस्ति नै रोपेको थिएँ, त्यो मकै पनि उम्रेछ। उम्रेनु चाहिँ मकै चाहिँ यहाँनिर रोपेको थिएँ, मकै रोपेको पनि मैले भिडियो बनाउनु पाइनँ। सो मकै पनि मेरो चाहिँ अहिले यत्तिको उम्रिँदैछ है। अब पानी परेकै छैन एक थोपो पनि, त्यही भएर पानी परेको भए त मजाले उम्रिन्थ्यो होला, एक थोपो पनि पानी परेको छैन। अनि मैले चाहिँ यहाँनिर बाख्राको खोरमुनि चाहिँ मकै रोपेको थिएँ। अनि मकै पनि मेरो चाहिँ हल्का फुल्का उम्रिँदैछ हो। अन्त हाम्रोतिर चाहिँ अब चाहिँ चियाको सिजन पनि आयो होइन। अनि चियाको सिजन आयो र चाहिँ यहाँ हेर्नु हाम्रोतिर यो चिया पनि पलाउँदैछ। हामीले त टिपेको छैनौँ किनभने राम्रो पलाइसकेको छैन। अहिले चाहिँ हाम्रो चिया पलाउनु थालिसकेको छ हो। चिया पलाइसकेपछि चिया पनि टिप्नुपर्ने हुन्छ। म चाहिँ टिप्दिनँ किनभने अहिले अब नानी सानो छ नि त, नानीले गर्दाखेरि भ्याउँदिनँ टिप्नु। अनि त्यही हो, कुलीहरू लगाउनु पर्छ होइन चिया टिप्नुलाई चाहिँ। यहाँनिर हाम्रो चिया चाहिँ यस्तो आएको छ। सो गाइज हाम्रो चाहिँ यति हो। अहिले चाहिँ मैले फिलहाल यति नै हो रोपेको, रोप्नु भ्याएको। अनि रोपेको अझै पछि अब रोपिहाल्यो भने के रोप्छु हजुरहरूलाई सेयर गर्छु है। हस् त बाई बाई, आजको भिडियो यति नै।